ल आजको हाम्रो यो गहन चर्चा चाहिँ सामाजिक सञ्जालमा केन्द्रित छ अनि यसले मान्छेको व्यक्तिगत अनि व्यावसायिक प्रतिष्ठामा कस्तो असर पार्छ भन्ने बारे विशेषज्ञका सुझावहरू पनि अनि वास्तविक घटनाहरू पनि जसले यो अनलाइन पहिचान व्यवस्थापन यसका रणनीतिहरू अनि जोखिमहरू बारे राम्रै प्रकाश पार्छन्। खासमा हाम्रो लक्ष्य के हो भने सामाजिक सञ्जाल कसरी चलाखीपूर्वक प्रयोग गर्ने अनि आफ्नो प्रतिष्ठा कसरी जोगाउने भन्नेमा अलि स्पष्ट हुने। सुरु गरौँ है त। यो अनलाइन सञ्जालमा बलियो पहिचान किन यति महत्त्वपूर्ण छ भन्नेबाटै जाउँ। सेलिब्रिटीहरूको प्रतिष्ठा जोगाउन केही मुख्य टिप्स दिएका छन्, जस्तै सक्कली देखिने हैन, अनि सबै प्लेटफर्ममा उस्तै सन्देश दिने, फलोअरहरूसँग कुराकानी गरिरहने। एउटा त गजबको नियम रहेछ, 80-20 नियम। सुन्नु भएको छ? मतलब 80% कन्टेन्ट चाहिँ दर्शकलाई काम लाग्ने, उनीहरूलाई मूल्य दिने हालको, अनि जम्मा 20% मात्र आफ्नो प्रचार गर्ने रे। कस्तो लाग्यो यो? यो 80-20 नियम त वास्तवमा निकै महत्त्वपूर्ण छ, किनभने यसले के गर्छ भने हतारमा आफूलाई बेच्नुभन्दा पहिले दर्शकको विश्वास जित्न मद्दत गर्छ, एउटा समुदाय बनाउँछ हैन त? हो नि, समुदाय। अनि अर्को कुरा, हरेक प्लेटफर्मको आफ्नै शक्ति हुन्छ। जस्तै इन्स्टाग्राम त्यो भिजुअलका लागि राम्रो भयो, लिङ्क्डइन व्यावसायिक कुराकानी अन्तर्दृष्टिको लागि। यिनीहरूलाई ठिक ठाउँमा ठिक तरिकाले प्रयोग गर्नु पनि उत्तिकै जरुरी छ, ताकि सही सन्देश सही मान्छेमा पुगोस्। हो त। तर यो सधैँ यति सजिलो चाहिँ छैन होला हैन र? कहिलेकाहीँ त मिडिया ट्रायल जस्तो अवस्था पनि आउँछ नि। मतलब मिडिया र सामाजिक सञ्जालले नै कसैलाई दोषी नै ठहराइसके जस्तो। मेगन मार्कलकै उदाहरण हेरौँ न। ओप्रा विन्फ्रेसँगको त्यो अन्तर्वार्तापछि त उनीमाथि कस्तो ठूलो आक्रमण भयो। हो एकदमै। मिडिया सामाजिक सञ्जाल जताततै राजतन्त्रको बदनाम गरेको आरोप लाग्यो। त्यसको असर त निकै गम्भीर पर्यो नि। उनको त्यो सार्वजनिक छवि नै बिग्रियो। अनलाइनमा घृणा फैलाउने अभियानहरू चले हो, अनि मानसिक स्वास्थ्यमा पनि नराम्रो असर पर्यो। यसले गर्दा बेलायत र अमेरिका दुवैतिर उनको व्यावसायिक अवसरहरूमा पनि असर गर्यो क्या। हो, कति शक्तिशाली हुँदो रहेछ है यो अनलाइन प्रतिक्रिया। अनि कति छिटो फैलिन्छ। यस्तै चुनौतीहरू त नेपालमा पनि हामीले देखेका छौँ नि हैन र? जस्तो नम्रता श्रेष्ठको कुरा गरौँ, त्यो स्क्यान्डल र त्यसपछिको डिप्रेसनको कुराहरू त्यो मिडियामा निकै आयो। अनि वर्षा शिवाकोटीको पनि नातावादको आरोप, मानसिक स्वास्थ्य सङ्घर्ष हो, त्यो पनि छ। अनि मनिषा कोइराला पनि व्यक्तिगत जीवनका उतार चढाव, त्यो क्यान्सरसँगको लडाई अनि फेरि पुनरागमन हो नि। उहाँहरूले पनि मिडिया र पब्लिक प्रेसरले गर्दा कति समस्या भोगे। मानसिक स्वास्थ्य, करियर दुवैमा असर पर्यो। व्यक्तिलाई मात्र होइन, अब व्यवसायको कुरा गरौँ न। व्यवसायका लागि पनि सामाजिक सञ्जाल त आजकाल नभई नहुने जस्तै भइसक्यो। त्यही त। ग्राहकसम्म पुग्न, उनीहरूलाई आकर्षित गर्न, सम्बन्ध बनाइराख्न यसको भूमिका त ठूलो छ। सोच्नुस् त, फेसबुकमा झण्डै 3 अर्ब प्रयोगकर्ता, बापरे, अनि युट्युबमा 2 अर्ब भन्दा बढी। व्यवसायहरूले यसको फाइदा विभिन्न तरिकाले उठाउँछन्, जस्तो पैसा तिरेर विज्ञापन गर्ने भयो, पेड मिडिया, अरूले सित्तैमा गरिदिने प्रचार भयो, अर्न्ड मिडिया, आफ्नै पेज वा वेबसाइट प्रयोग गर्ने ओन्ड मिडिया, अनि कन्टेन्ट भाइरल भएर फैलिने शेयर्ड मिडिया। यी सबैको सन्तुलन मिलाउनु पर्यो। अनि त्यो लेखाजोखा गर्ने कुरा के भन्नुभएको थियो? नियमित सोसियल मिडिया अडिट, मतलब आफ्नो सामाजिक सञ्जालको अवस्था कस्तो छ, रणनीतिले काम गरिरहेछ कि छैन भनेर जाँच्ने, यो एकदम जरुरी छ। अच्छा, व्यवसायहरूले यो सामाजिक सञ्जाल कसरी चलाउँछन् भन्नेमा पनि फरक रणनीति हुँदा रहेछन् हैन? कोही ट्रेडिसनल युजर जस्ता, जहाँ हरेक विभागले आफ्नै पाराले चलाउने, समन्वय कम हुने। हो, त्यो एक किसिमको भयो। अर्कोतिर एक्सपेरिमेन्टल रणनीति, त्यसमा चाहिँ सामाजिक सञ्जाललाई नयाँ कुरा सिक्ने, परीक्षण गर्ने माध्यमको रूपमा हेरिँदो रहेछ, अलि लचिलो भएर। त्यो अलि फरक दृष्टिकोण भयो, नयाँ कुरा प्रयोग गर्ने। तर जुनै रणनीति लिए पनि महत्त्वपूर्ण कुरा चाहिँ के रहेछ भने भर पर्दो अनलाइन पहिचान बनाउनु। एकदमै। त्यसको लागि छिटो प्रतिक्रिया दिने, इमान्दार हुने,
अनि फेरि त्यही 80-20 नियम, यो त जताततै काम लाग्ने रहेछ। हो त्यो आधारभूत सिद्धान्त जस्तै भयो। व्यक्ति होस् वा व्यवसाय, दुवैका लागि मुख्य जोखिमहरू त छन् नै। पहिलो त आफ्नो अनलाइन पहिचानलाई लगातार व्यवस्थापन गरिरहनु पर्यो, सधैँ चनाखो हुनु पर्यो। हो त। दोस्रो, कानुनी र सुरक्षाका कुराहरू, गोपनीयता, कपिराइट, यस्ता कुरामा सचेत रहनु पर्यो। र तेस्रो महत्त्वपूर्ण कुरा, कुनै सङ्कट आइलागिहाल्यो भने त्यसको सामना गर्न तयार रहने, त्यसको लागि एस्केलेसन प्लान भन्छन् नि, मतलब सङ्कट बढ्दै गएमा कसरी सम्हाल्ने भन्ने योजना, त्यो पहिल्यै बनाउनु राम्रो। ल, त्यसो भए यी सबै कुराबाट हामीले के बुझ्यौँ त भन्दा, चाहे व्यक्तिगत ब्रान्ड बनाउन होस् या व्यवसायलाई सफल पार्न सामाजिक सञ्जाल व्यवस्थापन गर्न रणनीति चाहियो, इमान्दारिता चाहियो, अनि परिस्थिति अनुसार आफूलाई बदल्न सक्ने त्यो लचिलोपन पनि चाहियो। एकदम होशियारीपूर्वक योजना बनाउनु एकदमै महत्त्वपूर्ण देखियो, होइन त? एकदमै महत्त्वपूर्ण। अनि अन्त्यमा एउटा सोच्नुपर्ने कुरा है त, सामाजिक सञ्जाल यति छिटो छ, यसको पहुँच यति व्यापक छ, यस्तो अवस्थामा व्यक्ति र संस्थाहरूले सङ्कट आइसकेपछि प्रतिक्रिया दिने मात्र होइन कि सङ्कट आउनु अगाडि नै आफूलाई डिजिटल रूपमा बलियो र लचिलो बनाउन सक्रिय रूपमा के गर्न सक्छन् होला? यो एउटा विचारणीय प्रश्न हो।